Ari. सम्मानित सभामुख महोदय, यो निजामती विधेयक धेरै पहिला पास हुनुपर्थ्यो, पछिल्लो पार्लिमेन्टमा पास हुनुपर्ने थियो, तर धेरै ढिलो भयो। यसको केही पक्ष राम्रा छ, तर केही पक्ष अझ यसमा परिमार्जन गर्नुपर्ने आवश्यकता थियो। जस्तै ट्रेड युनियनको खारेजी, जनताको ट्याक्स पे मनीबाट ट्रेड युनियन लागू गर्नु हुँदैन। कि जनताले ट्याक्स पे गरेर तलब भत्ता दिन्छ भने ट्रेड युनियन गर्यो भने ट्रेड युनियन आजको गभर्नेन्सको लागि, सुशासनको लागि सबभन्दा ठुलो बाधक हो। यो सबै मन्त्रीजीहरूलाई पनि थाहा छ, प्रधानमन्त्रीहरूलाई थाहा छ। तर आफ्नो पार्टीको भातृ सङ्गठन जस्तै ट्रेड युनियन भएको कारणले कसैले यसमा अगाडि बढ्न सकेन। एउटा मैले त्यहाँ संशोधन हालेको थिएँ, ट्रेड युनियन खारिज हुनुपर्छ। त्यो संशोधन बहुमतले सायद पारित भएन होला। तेस्रो कुरामा बताउँछु, यो समावेशीलाई पनि अलि कमजोर पारिएको छ। पहिलाको जुन समावेशी सिद्धान्त थियो, किनकि संविधानको जग नै समावेशी हो, तर त्यो समावेशीलाई यसलाई डाइल्युट गरिएको छ तरिका मिलाएर। त्यो पनि गलत भएको छ, किनकि बल्ल बल्ल निजामती सेवामा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारू सबै आइरहेको थियो। त्यसको पर्सेन्टेजलाई डाइल्युट गरिएको छ तरिका मिलाएर। तेस्रो कुरा तपाईँलाई बताउँछु कि यसले नेपालबाट जुन ब्रेन ड्रेन भइरहेछ, योग्य मानिसहरू बाहिर पलायन भइरहेछ, त्यसलाई झन् बढावा दियो। पहिला के थियो भने सहसचिवमा प्रमोसन हुँदाखेरि खुल्लाको थियो ठाउँ, तर अहिले त्यसलाई घाँटी निमुट्यो, किनकि यो देशमा कम्पिटेन्ट बस्नु हुँदैन। यो ऐनले त्यही मेसेज दिन खोजेको। तेस्रो कुरा, ऐनमा त लेख्या हुन्छ, पहिलाको ऐनमा पनि थियो कि 2 वर्षमा कुनै कर्मचारी सरुवा हुँदैन, तर आजसम्म कुनै पनि गाउँपालिका नगरपालिकाको प्रशासक 2 वर्ष बसेछ भने त्यो भाग्यमानी होला। 3 महिनामा। दोस्रो कुरा, प्रशासनिक कर्मचारीको थलो एउटा सिंहदरबार बनाएको छ। केही कर्मचारी सिंहदरबारमा जोइन गरेर सिंहदरबारबाटै रिटायर हुन्छ। यो पद्धतिलाई यो निजामती विधेयकले त्यसलाई एड्रेस गर्न सकेका छैन, किनकि कर्मचारी यो देशको हो, उसले जुम्लामा पनि जान सक्नुपर्छ सर्लाहीमा। यो होइन कि म यहाँ जान्न। पहुँचको आधारमा जुन सरकार निजामती कर्मचारी यहाँ बसिरहेछ। दोस्रो, यो विधेयक प्रशासनिक निजामती कर्मचारीभित्र प्रशासनिक कर्मचारीबाट थिचिएको विधेयक हो, किनकि प्रशासनिक कर्मचारी सचिवहरू हुन्छन्, मन्त्रीहरूलाई दबावमा दिएको हुन्छन्, सांसदहरूसम्म इजी पहुँच हुन्छ। देश प्राविधिकको युगमा जानुपर्ने थियो। इन्जिनियर, डाक्टर अनि कृषि विज्ञ, यिनीहरूले देशको उत्पादन बढाउँथ्यो, देशको कन्स्ट्रक्सनमा सहयोग पुर्याउँथ्यो, देशको उपचारलाई जनताको उपचारमा सघाउ पुर्याउँथ्यो। तर जहाँ पनि हामी प्रशासनिक मोनोपोलीको विधेयक ल्याएका छौँ, त्यसमा पनि यो विधेयक त्यो मामलामा पनि हामी खास गरी जुन विशेषकृत सेवाहरू छ त्यसलाई राम्रोसित विधेयकमा राख्न सकेन। मैले बुझेको त्यो हो, किनकि पहिलाको जति दरबन्दी छ त्यही दरबन्दी, प्रशासन साइडमा दरबन्दी बढेको भएर यो समायोजनको नाउँमा यो जुन प्रदेश स्थानीय तह प्रशासनको दरबन्दी बढाइयो, त त्यही अनुपातमा इन्जिनियर, डाक्टर अनि कृषि विशेषज्ञहरूको दरबन्दी बढाइएन। किनकि दरबन्दी सृजना गर्ने कसको हातमा छ, ओएनएम गर्ने कसको हातमा छ, प्रशासनिक कर्मचारीको हातमा छ। त्यस कारण प्रशासन सेवालाई जुन तरिकाले बढाइएको छ त्यो आफैमा एउटा दुर्भाग्यपूर्ण छ। देशलाई शासन चाहिएको छैन, देशलाई विकास चाहिएको। निर्धारित समय सकिएको छ। म आधा मिनटमा सघाउँछु सभामुख महोदय। त्यसपछि मैले के भन्न खोजेको भने सुशासनको पहिलो खुर्किलो हो कि राइट मान्छे राइट प्लेसमा जानु पर्यो। कम्पिटेन्ट मान्छेलाई हामी समयमा राख्दैन। आफ्नो मान्छे, राम्रो मान्छेबाट देश शासन नगरेर आफ्नो मान्छेबाट देश चलाउनु छ, सबभन्दा दुर्भाग्यपूर्ण त्यही छ। त्यस कारणले निजामती विधेयकमा फिक्स राख्नुपर्थ्यो, कुनै पनि अफिसमा 2 वर्षभन्दा बढी बस्न पाउँदैन। यदि मन्त्रालयमा छ 2 वर्ष बसेपछि अर्को विभागमा जाओस् न, कहीँको सिडिओ बनेर जाओस् न, कहीँको डिजी बनेर जाओस् न। सिंहदरबारभित्र किन बस्नु? त्यो सिंहदरबार बस्ने जुन प्रवृत्ति छ यसले नेपाललाई अहिलेसम्म राम्रो गरेको छैन, राम्रो गर्नेवाला छैन। धन्यवाद। अब